हेलो साथीहरु सबैजनालाई नमस्ते। आजको भिडियो चाहिँ मैले लिएर आएको छु हाम्रो दयाङ राई दाईको महाभोज भन्ने मुभीको ट्रेलर आएको छ। हिजो बेलुका आएको हो। म चाहिँ रियाक्ट गर्न जाँदैछु त्यसको चाहिँ। अब मुभी कस्तो छ अहिले प्रेडिक्ट गर्न त नमिल्ला, तर हाम्रो सुपरस्टार दाईको आएको छ। सुपरस्टार हैन, फलोअप खाइदैन उहाँको जुन चाहिँ मुभी आयो भने अहिलेसम्म एउटा मुभी पनि फलोअप खाएको छैन। जति मुभी आए हरेक मुभी ब्लकबस्टर। यो पनि मुभी कस्तो हुन्छ अनि पछि हेरौँला। अहिलेको लागि हामी जाउँ ट्रेलरतर्फ। स्टार्ट। मेरो हजुरबाले भन्ने गर्नुहुन्थ्यो, कुकर्म कहिल्यै कतै नगर्नु, सत्कर्म गर्नु पनि आफ्नै माटो। आज यो सहकारी हामी सबैको सुख दुःखको सारथी बनेको छ। सहकारीले गर्दा गाउँलेको मन त जितेका छन्। नमस्कार बा, 500 राख्दिन? 100 लेख 100। सहकारीको काण्डको बारेमा छ क्या मुभी। अलिकति पैसा उठाउनु बल गर है, ये नहोला नि फेरि तिम्रो। घर आउन बाबामालाई भेट्न कसरी अरुँदै? एउटा छोरो बाबामासित छुट्टिएर बस्छ काई। अब हामी सबैजना काठमाडौँ जाने, उपर खुट्टी लाएर खाने। हाम्रो बुढोले कति राखेका छन् त पैसा? मुख्य मान्छे बुढा त हो। अझै 1-1.5 वर्षलाई बुढासँग अलिकति पैसा लैजाउँ भनेर सोचेको क्या। तँ त कुरा गरिहाल बासँग। अहिले अलि सिचुएसन मिलेन, म मिलाएर भन्छु कि तिमी चिन्ता नलिऊ। बाउसँग थुरथुर हुने छोरो त अहिलेसम्म देखेको थिइनँ मैले। काठमाडौँमा फ्ल्याट किन्नको ऋण तिरौला भनेर स्यालले सिनु कुरे चाहिँ कुरेर बसेको छ। साउको भन्दा ब्याजको बढी माया भन्छन्। मलाई 1 हप्ता जस्तोमा पैसा चाहिन्छ होला है चन्द्र। के भयो तिमीलाई? तिमीलाई सहकारीको हालत थाहा छँदैछ। साह्रै गाह्रो भएको छ बाबुलाई। औषधि मूल्य नगरी भएन। 1, 2, 3 बस्दिनँ म। घिन लाग्न थाले मलाई तिमीदेखि। के भन्दा आएको थियौ तिमी काठमाडौँदेखि? यहाँ ड्याडीको मेसेज पढ। के भन्ने मैले ड्याडीलाई? सहकारीको सबै पैसा खातामा कहाँ राखिन्छ त? मेरो बाको पैसामा मात्र होइन, सारा गाउँलेको पैसामा मोज मस्ती गरिरहेछ तिमीहरूले। अहिले हामीलाई चाहियो भन्दा चाहिँ भरे भोलि भनेर झुलाउने। आफ्नो पैसा माग्न पनि बिग बाई जस्तो गर्नुपर्ने गाँठे। जेल जान्छ तिमीहरू, देखाइदिन्छु म तिमीहरूलाई। सहकारीको पैसा तेरो नाममा निकालेको त आफै सट्टा, मेरो कुनै सरकार छैन। मेरो पक्षमा एकपटक बोलिदिनु पर्यो। के रे फेरि भन्दा? माइली बजेको कुराले साह्रै मन खायो। दुःख पायो भने म आफै पाल्छु। सबैको भरोसामा नराम्ररी फाइदा उठाइछ नि तैँले। मैले सहकारीको अध्यक्ष बनाएको केही समयमै त्यत्रो पैसा निकालेर कहाँ चलाएछु? अध्यक्ष यसरी त म बर्बादै हुन्छु। तपाईँलाई थाहा छ त पैसा कसरी चलाएको? म हजुर काट्ने मात्रै चुप्छु बुवा। यो देशमा कानुन राज छ भन्ने लागेन है। म छोरीको कसम खाएर भन्छु सर, मैले एक सुक्का खाएको छैन। मैले के पनि नराम्रो गरेको छैन। जे भन्नुभयो मैले त्यही नै गर्थेँ सर। लु जे हुनु भइगयो, धेरै चिन्ता नलिऊ। सबै कुरा तिमीहरूलाई थाहा छ त, किन बोल्दैनौ? सहकारीबाट लोन चन्द्रकाजीको नाममा निकालिएको कुरा सत्य हो। यसरी हतारमा जारी लिनु मिल्दैन। किन मिल्दैन सर? के तपाईँ पनि मिल्नु भएको छ? के भन्नुभयो? तपाईँहरूको मेहनतको एक रकम फिर्ता गराउँछ, त्यो पनि ब्याज चाहिँ। लागि पर त कसरी हुन्छ त्यो चन्द्रेला समा त? प्रधानमन्त्री होस् चाहे गृहमन्त्री होस्, कानुनले कसैलाई पनि छोड्दैन। पैसा ल्याइदिन्छु कि? गोली ठोकेर मान्छे मार्ने मान्छे मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य पार्ने मान्छे पनि हत्यारा हुन्छ। तँलाई आफू हत्यारा होइन जस्तो लाग्छ होला, तर तेरो आत्माले तँलाई आनन्दले निदाउनु दिँदैन। किन यस्तो गर्छौ के? तिमीलाई के भयो भने म के गर्ने भन त? त्यतिखेर तिमीले यस्तो अन्यायको लागि लड्नुपर्छ भनेर लगेको होइन? तिमीले हार मान्न पाउँदैन चन्द्र। मुभी चाहिँ कस्तो छ थाहा छैन, बट ट्रेलरले कस्तो भारी बनायो यार। यो चाहिँ एउटा तितो सत्य हो क्या हाम्रो नेपालको, जो चाहिँ 1 वर्ष अगाडि सायद
1 वर्ष अगाडि यो चाहिँ पुरा दङ्गा चलिरहेको थियो। अहिले पनि समस्या यो सहकारीको समस्या खतरनाक भएको थियो नि त। जो जतिले भोग्नु भएको छ होइन त्यो उहाँहरूलाई थाहा छ होइन। सहकारीको ठगी सहकारीको यो जो चाहिँ छ त्यसकै सत्य घटनामा आधारित रहेछ मुभी चाहिँ। तर कस्तो भारी बनायो यार त्यो टेलरले नै क्या। मुभी त अब कस्तो छ त्यो मुभी नै अहिले प्रेडिक्ट गर्न मिल्दैन होइन। टेलर नै कस्तो भारी बनायो क्या मलाई। बेस्ट अफ लक यार टिम सबैजनालाई बेस्ट अफ लक। अरू वर्ड छैन मसँग भन्नलाई यार कसम। कस्तो भारी एकदम भारी बनायो कि यो मलाई हुन्छ नि। कति मान्छे ठगेको छ यसको कारणले क्या। कति मान्छे लुटेको छ आफ्नो सबै कुरा लगेर सहकारी जम्मा गरिदिने पछि लास्टमा यता न उता अनि कसैले ऋण माग्यो ऋणको थुपारो कहिल्यै नसकिने जति ऋण तिरे पनि होइन। त्यो जुन चाहिँ थियो पनि छ है अझ पनि हटेको छैन। त्यति बेला त्यत्रो आन्दोलन गरेको त्यहाँ काठमाडौँमा होइन। जसले भोगेको छ त्यसले बुझेको छ। ल अरू केही बोल्दिनँ। बेस्ट अफ लक।